अनि एउटा सानो जानकारी दिनुस् न, अब यो मेरो किता भनेर जुन भन्नुभयो, यो कुन प्रोसेसमा काम गर्छ? हो सरले यो मार्मिक यो बुझ्नुपर्ने। म अब के भन्छु भने यहाँ कमसे कम सेवाग्राहीहरू सबै सजिलो घरमा जोडिनु। यो सजिलो घर भनेको एकदमै जनतालाई चेतना फैलाउने एउटा प्लेटफर्म हो र यो प्लेटफर्मबाट मैले पनि केही कुरा राख्न पाउँदा धेरै गौरवान्वित मलाई महसुस पनि हुन्छ। यो मेरो किताबाट कसरी जनताले नक्सा लिने यो अब जनताले बुझ्नुपर्छ। यसलाई यो 4 स्टेप छन्, हामीले 4वटा स्टेप फलो गर्नुपर्छ, जसमा 2टा पहिलो फर्स्ट र सेकेन्ड स्टेप पुरै सेवाग्राहीले निवेदकले फलो गर्नुपर्छ भने 3rd र 4th स्टेप भनेको त्यो सेमी हो, नापी कार्यालयले र सेवाग्राहीले निवेदकले फलो गर्नुपर्छ। फर्स्ट स्टेप अब नक्सा लिनको लागि लाल पूर्जा र हाम्रो नागरिकताको फोटोकपी चाहिन्छ। त्यो सेवाग्राहीले के गर्नु पर्यो त आफ्नो नागरिकता र लाल पूर्जालाई त्यो मोबाइलले फोटो तानेर या क्यामेराले फोटो तानेर स्क्यान गरेर उसले आफ्नो कम्प्युटरमा या मोबाइलमा PDF बनाएर राख्नु पर्यो। पहिलो स्टेप त्यो जनताको लागि। त्यो गरिसकेपछि अब दोस्रो स्टेपमा त्यो सेवाग्राही त्यो निवेदकले नापी विभागको आधिकारिक वेब पेज मेरो किता खोल्नु पर्यो। मेरो कितामा गएर त्यो खोलिसकेपछि त्यसमा नापी कार्यालय कुन कार्यालयबाट तपाईँ नक्सा लिने हो त्यो कार्यालय चुज गर्नु पर्यो, जिल्ला चुज गर्नु पर्यो, पालिका चुज गर्नु पर्यो। त्यो चुज गरिसकेपछि अब उसले भर्नु पर्यो त्यहाँ साबिकको गाविस कुनको नक्सा लिने हो, हामीसँग साबिकको हो त्यो उसले भर्नु पर्यो त्यहाँ। त्यसपछि उसले सिट नम्बर भर्नु पर्यो, किता नम्बर भर्नु पर्यो अनि वडा नम्बर किता नम्बर उसले भर्नु पर्यो। त्यसपछि उसले जुन आफ्नो PDF बनाएर राखेको छ नागरिकताको फोटोकपी र लाल पूर्जाको त्यो उसले त्यहाँ अपलोड गर्नु पर्यो। अनि त्यसपछि उसले आफ्नो नाउँ र मोबाइल नम्बर राखेर क्लिक गर्नु पर्यो। क्लिक गरिसकेपछि एउटा OTP आउँछ। त्यो OTP त्यो सेवाग्राहीले नक्सा नपाउन्जेल सेभ गरेर राख्नु पर्यो। नक्सा नपाउन्जेल उसले त्यो OTP सेभ गर्नु पर्यो। यो दोस्रो चरण हो। तेस्रो चरणमा अब नापी कार्यालयले के गर्छन्, भेरिफाई गर्छ कार्यालयले। हजुर, उसले भरेका सबै कुरो ठिक छ भने उसकोमा एउटा SMS मोबाइलमा जान्छ, पठाउँछन् कि तपाईँ राजस्व तिर्नु अब सरकारको। अब SMS गइसकेपछि उसले फेरि लगइन गर्छन्, आफ्नो OTP र मोबाइल नम्बर राखेर लगइन गर्छन्। अनि त्यसपछि त्यहाँ यी सेवाहरू कसरी तिर्ने हो सबै त्यहाँ देखाउँछन्। यी सेवा या ब्याङ्किङ सेवा जुन उसले त्यहाँ आफ्नो राजस्व तिरेर त्यो उसले लोड गर्नु पर्यो आफ्नो कागज तिरेको पैसाको। अनि त्यसपछि त्यो हामी नापी कार्यालयले हेर्छन्। त्यो हेरिसकेपछि नापी कार्यालयले तिरिसक्यो भने अब QR कोड सहित उसले के गर्छन्, नापी कार्यालयले नक्सा त्यो पोर्टलमा हालिदिन्छन्, अपलोड गरिदिन्छन्। अब त्यो गर्ने बित्तिकै त्यो सेवाग्राहीले आफ्नो मोबाइलबाट त्यो फेरि लगइन OTP र त्यो लगइन गरेर ओहो मेरो नक्सा आयो। अब त्यो नक्सा उहाँले जहाँ सजिलो हुन्छ नजिकमा त्यहाँ गएर प्रिन्ट आफ्नो उहाँले नक्सा निकाल्न सक्नुभयो।